तोयामाकेनको नान्तोसी भन्ने ठाउँमा सेकुहिङ खाकोमा निकु कौजोमा चाहिँ दान्सेको लागि काम आएको थियो। मैले योभन्दा एक हप्ता अगाडि पनि पोस्ट गरेको थिएँ। जिएलपिटी चाहिँ एन्सान बराबर भाषा भयो भने गिजिङको भिजा भएको र भएमा यदि छ भने मात्रै है, छैन भने पनि मिल्छ। छ भने आरोबाइतोको भए पनि हुन्छ। केही किन भएको मान्छे सेकुहिङ खाकोको चाहिँ केही किन भएको मान्छे बेन्तोतिर काम गरेको मान्छे कोही हुनुहुन्छ भने दान्सेहरू तोयामाकेनको नान्तोसीमा कौजोमा सेइसाइनको लागि है, हाकेन होइन है, यसमा सेइसाइनको लागि स्टार्टिङ स्यालेरी चाहिँ 17 मान छ। त्यसमा 15,000 चाहिँ रुम रेन्ट भनेर एक्स्ट्रा आउँछ। त्यो भएको हुनाले 18.5 मान भयो। अनि 3,000 चाहिँ खाइकिन त्याते भनेर हरेक महिना आउँछ। त्यो भएको हुनाले लगभग 19 मान जस्तो चाहिँ स्टार्टिङ स्यालेरी हुन्छ। जाङ्गे टन्नै दिन्छ। अहिले चाहिँ एभरेजमा करिब 30 घन्टा जस्तो चाहिँ जाङ्गे आइरहेको छ। त्यो भएको हुनाले अहिले काम गरिरहेको नेपालीहरू जसले चाहिँ त्यहाँ गरिराख्नु भएको छ उहाँहरूले महिनाको लगभग 23-24 मान चाहिँ मजाले निकालिराख्नु भएको छ। अनि बोनस पनि वर्षमा 2 पटक आउँछ। हाचीगाचो र जिउनीगाचोमा नेपालीहरूले पनि काम गरिराख्नु भएको छ। बस्नको लागि रुमहरू पनि छ। सुरुमा लाग्ने खर्च चाहिँ एकैपटकमा तिर्न सक्दिनँ भन्यो भने त्यो पनि स्यालेरीबाट काट्ने भनेर समाधान गर्न मिल्छ। जाङ्गेको छुट्टी आउँछ। सिकाको त्याते भनेर चाहिँ एक्स्ट्रा सिकाकोहरू निकाल्नु भयो भने त्यसको पैसा आउँछ। अनि दोनिची छुट्टी हुन्छ। अनि गोल्डन विक नेम्माचुनेन्सीहरू होइन, ओभनहरू यिनीहरूको बेलामा पनि छुट्टी हुन्छ। ट्रान्सपोर्टेसन पनि दिन्छ। त्यो भएको हुनाले राम्रो कम्पनी आएको छ दान्सेहरूको लागि। जिएलपिटी एन्सान बराबर भाषा बोल्न सक्ने मान्छेहरू तोयामाकेनको नान्तोसीमा गएर काम गर्न चाहनुहुने दान्सेहरू कोही हुनुहुन्छ भने मलाई रेन्डर गर्नु होला। कामहरू पनि एकदम सजिलो छ। निकु कौजे भनेर धेरै चिसो त्यो 2-3 डिग्री रेतोको सामान होइन, रेजोको सामान हो। त्यो भएको हुनाले लगभग 8-10 डिग्री जस्तो चाहिँ हुन्छ टेम्परेचर। त्यसमा चाहिँ मेन तुरिनिकु हुन्छ। तुरिनिकुको चाहिँ चिकन खाचोहरू, चिकन नागेत्तोहरू, खरागेहरू त्यो बनाउनु पर्ने हो। त्यसको लागि चाहिँ रेडिमेड मासु काट्दिने हो। त्यत्रो गाह्रो काम छैन। लाइनमा काम गर्ने अनि सेजो गर्ने होइन, रेडी भएको सामानलाई चाहिँ प्याकस्याक गर्ने। त्यो भएको हुनाले गाह्रो काम छैन। मजाले गरिरहेका नेपालीहरू छन्। गएर आनन्दले काम गर्दै शान्त ठाउँमा सस्तो ठाउँमा बसेर चाहिँ काम गर्न चाहनुहुन्छ भने कोड नम्बर 358 छ यसको। मलाई रेन्डर गर्नु होला। रेन्डरको यसको नेगाइसमास।